हेलो गाइज, हामी चाहिँ मन्दिर जानुलाई रेडी हुँदैछु भनेर नि म ब्रस गर्दै थिएँ अनि ब्रस गरेको हजुरलाई देखाएँ। अनि चाहिँ हामी मन्दिर जान रेडी भएर म चाहिँ बसमा बसेको थिएँ, हामी सबैजना थियौँ। अनि सब बसिरहेको थिएँ नक्कल पार्दै म चाहिँ। अनि त्योभित्र मन्दिरमा भिडियो चाहिँ लिनु मिल्दैन, अनि थोरै थोरै मात्रै मैले भग्ना छु। अनि पिम्पल देखाउँदैछु, यसरी मेरो पिम्पल अनि लिपस्टिक पनि एक्स्ट्रा राम्रो देखिन्थ्यो। निन्द्रामै थिएँ, कस्तो देखिरहेछ। यो चाहिँ हामी मन्दिर पुग्दै थिएँ, बाटोमा अगाडि गेटबाट भित्र पसेँ। अनि हामीले चाहिँ यसरी पछाडि भिडियोहरू देखाएँ सबै। अनि मनलाई देखाइरहेको थिएँ, मनको कलरहरू चाहिँ मिलिरहेको थियो। आमा चाहिँ फेरि हिरो जस्तो हिँडिरहेको थियो, गुन्डा जस्तो। अनि चाहिँ हामी खुट्टा मेरो भनेर मैले हामीले फुल किनेर हामी भित्र जाँदै थिएँ, चप्पल खोलेर। अन्त मम्मीहरूलाई सबै देखाउँदै अन्त परिवारहरू अनि खुसी हुँदै हाँस्दै जाँदै थियौँ। अनि हामी भित्र पनि पसेँ, भित्र पसेँ नि यहाँबाट भित्र पूजा देखाउनु मिल्दैन। अनि चाहिँ बाहिर निस्किने बेला भिड, कस्तो भिड थियो नि, भिडबाट निस्किँदै थिएँ। अनि हामी पूजा सकियो। अब चाहिँ म भिडियो बनाइदिँदैछु मम्मीको, ल भयो। अनि यहाँ चाहिँ म त्यति साथीको छु, पारामा मेरो पनि भिडियो बनाउँछु। फुल मुभमेन्ट कस्तो राम्रो, कस्तो आनन्द लाग्छ, राम्रो। त्यसपछि हामी खाजा खानु गयो। अनि खाजा खाँदै थियौँ, हामी सबै देखाउँदै थियौँ। मैले चाहिँ पकौडा खाएँ। अनि चाहिँ म चाहिँ खानु यो तरकारी यस्तो मिठो थियो नि, अनि म त खाएको भएँ। तरकारी मात्रै धेरै खाएँ मैले त। अनि थप्नु लिउँ भनेको थप्नु चाहिँ मिल्दैन रहेछ, पैसै तिर्नुपर्ने छ। मैले खाँदिनँ भनेर खाइनँ। अनि मजाले रुगा लागिरहेको छ गाइज। अनि यहाँ चाहिँ हाम्रो 2 डेजको भ्लग छ यो र अनि एयरपोर्ट गएको मम्मीलाई मम्मीलाई पुऱ्याइदिएको पनि भिडियो छ। ड्रप्सहरू त भनेको मिल्दैन होला अलिक। अनि म चाहिँ आनन्द लिने तरकारी मात्रै धेरै खाइरहेको थिएँ, पकौडा पनि थियो तर त्यही पनि खाइरहेको थिएँ। अनि चाहिँ हामी लाग्यौँ। अनि यहाँ चाहिँ म यसरी कलमा मुलाएको थियो, अनि त्यो उभिरहेको थियो, देखाइरहेको थियो सबै कुरा। अनि मेरो टिका बिग्रियो। फेरि पिम्पलले देखाइरहेको छु, मेरो पिम्पल गरेर यस्तो अनुहार बिग्रिरहेको छ नि त मेरो। अनि देखाइरहेको थिएँ। यहाँ अब भिडियो गरिदिनु भएको थियो मम्मीले। अनि हामी चाहिँ घर फर्क्यौँ। अनि भर्खर भिडियो गर्दै आएँ म त। मम्मी आधी बाटोमा उत्रिनु भयो, यहाँ म र मामा थिएँ। मामा पनि जाम भएर उत्रिनु भयो। अनि म चाहिँ यत्तिकै एक्लै भिडियो गर्दै जाँदै थिएँ, एक्लै चिलमा। अनुहार पनि देखेको रहेछ मैले, त्यही पनि म यत्तिकै गएँ। अनि त्यसपछि बिहान तिमीले मम्मीले टिका सिका लगाइदिनु भयो मम्मीलाई। अनि टिका सिका लगाइदिएर मम्मीलाई हाँसी बाटोतिर हुन्छ होला भनेर हामी सबै चाहिँ त्यसरी हल्ला गर्दै यताउति गर्दै। अनि चाहिँ सबैले खुवाउँदै यताउति गराएको थियो। मम्मी चाहिँ खै के खोज्दै हुन्थ्यो नि, मम्मीले चाहिँ पासपोर्ट लानु बिर्सिरहेको थियो नि, मैले लिएर जाँदै थिएँ। मम्मीको पासपोर्ट यस्तो मजाले थियो कि त्यही पनि हामी हप्ता झन् नसुतिकन बसेको दिन रातभरि नसुतेको हामी हल्ला गर्दै बस्यौँ। अनि यसरी फेरि यहाँ सबैजना पठाउनुलाई ड्राइभलाई वेट गर्दै थियौँ, हामी सबैजना आएकै थिएन। अनि हामी सबै त्यति गफ गरेर हल्ला गरेर के गरेर बसिरहेको थियौँ। अनि हामी एयरपोर्ट पुग्यौँ। एयरपोर्टबाट मैले चाहिँ यो नेपालको यो बाइक किनेँ, सबै कुरा किनेर त्यो ट्रोलीमा सबै कुरा हाल्दै थियो भाइहरू चाहिँ। अनि हालेर हामी सबैजना यसरी लाइन जाँदै थियो। कोही के भन्दै थियो तर मैले भोइस ओभर गरिदिइहालेँ। अनि त्यो चाहिँ हामी त्यसपछि हामी खाताहरू लाउनु गयो, मैले पनि लाउनु गएँ। अनि त्यतिकै यसो के भनेको थियो, म त्यो उभिरहेको थिएँ। अनि फोटो सुट भइरहेको थियो हामी सबैको, सबैजना थियौँ हामीहरू सबैजना पाल्ने भिडियो। हामी चाहिँ पाल्ने भिडियो यहाँ फोटो सुट गरिरहेको थियो, सबैजना पाल्ने भिडियो जाँदै मामाले फोटो खिच्दै हुनुहुन्थ्यो। अनि भाइहरू बसेर यहाँ गफ गरिरहेको थियो, यता बहिनीहरू भइहाल्यो।
ए मेरो आँखाहरू यस्तो भएको छ आँखा कस्तो भएको छ यार गाइज अब म 4 वर्षपछि भेट्छु यता पनि हुन्छ हामी फर्किसकेको मान्छे दर्शकबिनहरू लस गरे ए मामा चाहिँ कहाँ गए एकजना पुऱ्याउने मान्छे जाने मान्छे नि हामी पुगाउने मान्छे यति धेरैजना थियौँ अनि त्यो स्लोमा गरेको तर भन्नाले नि धेरै स्लोमा भइसक्यो भिडियो अनि त्यसरी म देखाउने छु दिन्छ त भित्र पैसा तपाईँ तब जान्छ दिँदैन अहिले मेरो आँखा मेरो यो सबै मान्छेहरू पनि सेन्टीहरू छ त्यो उत्रिसके के भात कहिले नदेख्दैन हो हेर जस्तै छ त बिफोर रुम यस्तो छ अहिले हाम्रो यस्तै छ अहिले चाहिँ यस्तो छ अहिले ब्रस लिएर हामी चाहिँ ब्रस लिएर रुम तर्फ आएको यो चाहिँ यो वर्ष चेन्ज भएको रहेछ यतिको त कस्तो राख्थ्यो सबै सफा गर्नु कस्तो राख्थ्यो सबै निकाल्दा यस्तो पो देखिन्छ सामानहरू खै त सामानहरू निकाल्यो यहाँ सामानहरू त्यसरी छ यहाँ चाहिँ मैले दुईवटा ब्लग हुन्छ यहाँ 3वटा ब्लग एउटैमा हाल्ने सबै छोडेर हालिदिएको छ मैले चाहिँ हामीले कलरहरू पनि कलर यति गरेर कस्तो नराम्रो देखिरहेको थियो तर कलर गरिसकेपछि सुकेपछि चाहिँ राम्रो देखेको थियो किनकि हामीले बस्ने रुम हो किन धेरै महँगो हामीले चुक मात्रै हालेको थियो चुकमा चाहिँ के भन्छ त्यो हालेको थियो साइकल पनि चाहिँ हाँस्दै चाहिँ यहाँ मलाई भन्नु नआएन नि हामीले सबै मिलाउँदै यता फेरि कसले के गरिसक्यो यति नै हो आज फाइनली रुम राम्रो भयो हामीहरूको चाहिँ अनि के कस्तो लाग्यो हजुरहरूलाई भनिदिनुहोस् होला आजको हाम्रो ब्लग सामानहरू देखाउँदै थियो अनि हाम्रो ब्लग हेरेर सबजना सब्सक्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु